हेलो गाइस, नमस्कार सबैजनालाई। के छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? म चाहिँ हाल रोमानियाबाट। मलाई चाहिँ धेरै साथीहरूले धेरै मात्रामा के सोध्नु भएको थियो भने, दाजु रोमानियामा चाहिँ कुन काममा आउँदा राम्रो हुन्छ, कुन काममा धेरै पैसाहरू कमाइन्छ भनेर मलाई धेरै साथीहरूले सोध्नु भएको थियो। हुन त हामी विदेशमा पैसा कमाउनै आएको हो है, आउने हो। जुन काममा आए पनि अलि धेरै पैसा भयो भने राम्रो हुन्छ भन्ने सोचमा आउने हो। तर त्यो सोच भने सोचेको जस्तो हुँदैन है। तपाईँ हामीले सोचेको जस्तो हो भने पक्कै हुँदैन। धेरै मेन पावरहरूले, धेरै एजेन्टहरूले पनि भन्ने गर्दछन् यो ठाउँ यो काममा जानुहोस्, धेरै राम्रो हुन्छ, धेरै स्यालेरी हुन्छ, 1.5-2 लाख स्यालेरी हुन्छ भनेर धेरै प्रलोभन देखाएका हुन्छन्। तर त्यस्तो सोचेको जस्तो हुँदैन। तपाईँहरू के काममा आउँदा धेरै पैसा हुन्छ भन्दा पनि तपाईँहरू केमा आउँदै हुनुहुन्छ त्यसमा डिपेन्ड हुन्छ है। तपाईँहरूसँग के स्किल छ, के कामको तपाईँहरूसँग ज्ञान छ, के कामको नलेज छ, त्यसमा डिपेन्ड हुन्छ। म त भन्छु त्यस्तै नै हो। पैसा भनेको जुनसुकै फिल्डमा पनि त्यस्तै नै हुन्छ। तपाईँले अलिक धेरै मेहनत गर्नुभयो भने अलिक धेरै पैसा आउने हो। मेहनत गर्नु भएन भने पैसा आउँदैन। कोही कोही साथीहरूले धेरै मेहनत गर्नुहुन्छ, अलिकति धेरै पैसा आउँछ। कोही साथीहरूले मेहनत गर्नुहुन्न, पैसा आउँदैन है। तर आफूले भने जस्तो पनि हुँदैन। आफूलाई मेहनत गर्न मन लाग्छ, त्यस्तो हुँदैन है, भने जस्तो हुँदैन। र म साथीहरूलाई के सजेसन दिन्छु, के भन्छु भने, सिपहरू सिकेर आउनुहोस्। के काममा आउँदै हुनुहुन्छ है, सिपहरू सिक्नुहोस्। जुन काममा आए पनि सिप चाहिँ आफूलाई अलिकति अब्बल बनाउनुहोस्, आफूलाई अलिकति क्यापेबल बनाउनुहोस्। तपाईँहरू यहाँ आएर जुनसुकै कुराहरूमा भोलि कम्पनीले निकालिहाल्यो भने पनि तपाईँहरूलाई अलिकति गाह्रो नहोस् भन्ने कुरा हो भन्न चाहन्छु म साथीहरूलाई। त्यही र यहाँ आउँदा त खासमा म्यानेजरहरूमा, असिस्टेन्ट म्यानेजरहरूमा, आइटी क्षेत्रहरूमा है, यस्तै इलेक्ट्रिसियनहरूमा पनि राम्रो हुन्छ, इन्जिनियरिङहरूमा राम्रो हुन्छ। तर हामी नेपालीहरूलाई त्यस्तो छैन, यहाँनिर त्यस्तो उपलब्ध गराउँदैन, त्यस्तो डिमान्डहरू जाँदा पनि जाँदैन है। त्यही नै हो, सबैले जेरेबाट काम गर्नुपर्छ। तैपनि आफूलाई अलिकति सिपयुक्त बनाएर आउनुहोस् भन्न चाहन्छु म साथीहरूलाई। तपाईँको काम अनुसारको कुनै कुनै कम्पनीहरू अनुसारको पैसा दिन्छ र तपाईँसँग सिप के छ है, आफ्नो पर्फर्मेन्स कस्तो देखाउनुहुन्छ त्यही अनुसारको उनीहरूले स्यालेरी दिने हो भन्न चाहन्छु म साथीहरूलाई। हस्, धन्यवाद।